साथीहरू आजको मेरो ब्लगमा तपाईहरुलाई ईद मुबारक। आज हामीहरुको महान चाडपर्व बकरा ईदको शुभ अवसरमा तपाईहरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। ल अब आजको ब्लग तपाईहरुको अगाडि स्टार्ट हुँदैछ। आज मैले बिहान उठेर मैले जस्तै नहाएर अनि नयाँ कपडा लगाए अनि बकरा ईदको नमाज पढ्नको लागि म र आफ्नो साथीहरुसँग मैले निस्के ईदगाहतर्फ अनि नमाज पढेर हामीहरु फेरि त्यहाँबाट घरतर्फ फर्के। अब हामीहरुले किनेर ल्याएको खसीलाई कुर्बानी गरे। त्यो खसीको मासुको सानो सानो पिसमा काट्नको लागि म र मेरो बुवा हामी दुवै जना मिलेर त्यो खसीको मासुको सानो सानो पिस बनाए। अब साथीहरु केही समयपछि खानको लागि मासु फ्राई भइसकेका थिए। तब मैले त्यही बेला एउटा कटोरामा मासु लिए अनि खाएर जस्तै टेस्ट गरे। आजको मासु मलाई धेरै मिठो लागे। त्यसपछि साथीहरु घरमा धेरै गर्मी भएको कारणले मैले बाहिर गए अनि एउटा किराना पसलबाट एउटा चिसो स्प्राइट लिए र 3वटा नमकिन कुचकुच लिएर एउटा सफा ठाउँमा हामी बसे। यहाँ एउटा रुखको छायामा बसेर अब हामी तीनैजना एउटा कुछ खाएर अनि त्यसपछि स्प्राइट अलिअलि हामी तीनैजना पिएर त्यहाँबाट फेरि घरतर्फ निस्के। साथीहरु आजको ब्लग यतिकै। आजको मेरो ब्लग कस्तो लाग्यो प्लिज कमेन्ट बक्समा जरुर बताइदिनु होला।